밖에 없네요. 남에서 여보라 है फर्स्ट टाइम भन्दियो ल फर्स्ट टाइम कपाल बन्जी गर्दै हुनुहुन्छ इन्जोय गर्नुस् है
अलि ल तपाईँ आउनुहोस् त यल्लो सेफ्टी हो तपाईँ पनि खुट्टा जोड्नुहोस् ल ताका समात्ने भनेको अघि ल हिँड्नुहोस् त बिस्तारै एजमा हिँड्नुहोस् बाहिर निस्केको हुन्छ यस्तो हुनु पर्छ तपाईँहरू खुट्टा यस्तो हुनुपर्छ है खुट्टा दुईजना यस्तो बाहिर निस्किएको यस तपाईँ ल ल भयो भयो है ल ल हात छोडिदिनु मलाई ल है उहाँ हेर्नुहोस् त फोटो अघि फोटो खिचेको ठाउँमा हेर्नुहोस् एउटा हात बाहिर गर्नुहोस् त त्यो गोप्रो भएको हात बाहिर गर्नुहोस् तपाईँले मुठी भन्नु तरो गर्नुहोस् है ज्यानहरू टाइट गर्नुहोस् न माथि हेर्नुहोस् अगाडि है लामो लामो सास लिनुहोस् है ओके हियर वी गो 5 4 3 2 1 यता कस्तो भयो भनिदिनु एकदम रमाइलो फिल भयो केही भन्नु छ कसैले फर्स्ट चाहिँ हामीलाई डर लाग्नु छ हल्का चाहिँ त्यसपछि फेरि आउँदै गर्नुहोस् है थ्याङ्क यू सो मच तू होगा जरा पागल तूने मुझको है छुना टिकटक मार्दै गर्नु थोड्न हो टिकटक मार्दै गर डेडिकेटेड टु माउन्टेनर्स who lost their lives. ए माउन्टेनको उसमा हो यो माउन्टेनहरू उस भएकोमा बनाएको छ क्या
खिच्ने हो त्यो खान अहिले माग्छ त भिडियो अथराइज छ नि कहाँ छ भगत ए पुरानो चुलोहरू थालहरू हेर ऊ त्यसो भोटो त हाम्रो पनि त अस्ति माग्ने भात पकाएको होइन भोलि पर्सि त जम्मै हाम्रो यस्तै म्युजियम त हुन्छ होला है अहिलेदेखि म्युजियम हुन लागिसक्यो यस्तो यो बिहाको कुराहरू सबै पछि पछि त के हुने छन्टेल अरे छन्टेल कि म गरेन र यो के गुरुङ हो लगभग सबैको उस्ता उस्तै सेम सेम देखिने ड्रेसमा पुन मगर गइसक्यो फेरि मगर जाति चाहिँ बुढी आमा बस्छ सेलरोटी पकाइदिन्छन् चपक्कै के धानको बाला ल्याएर रहेछ पैसा रहेछ यहाँ त नि त फेरि आमाहरू जम्मै बस पठाइदिन्छ है ए मान्छे रहेछ त हेलो दाइ ओ दाजी निन्द्रामा ए जाम सोल्डे के हो पारा के छ हो है यो झोला हेर्नुमा झिकिसक्यो त्यहाँको कति उस देखिने कि नजिक देखिने कि पुरै यो कञ्चनजङ्घा मनासु यो हिमालयमा गएर युज भएको कपडाहरू के पिङल लाएर त्यहाँ नि युज सामान अनि यो मनासुमा हैन जुत्ता
रियल त होइन नि के यो कपडाहरू रियल त हो कपडा जम्मा लगाएको कपडाहरू कति महँगो पर्छ कपडालाई यो जुत्ताहरू कस्तो हो सिड काजी शेर्पा रहेछ कि नाम पार्क योङस्योङ हाम्रो उसमा छ नि त हाम्रोमा एउटा माउन्टेन चढेको मान्छे हो क्या माउन्ट एभरेस्ट चढेको मान्छे है यो पासाङ लामो शेर्पा कपडा होला है योहरू पासाङ लामो शेर्पा माउन्ट एभरेस्ट यो गोल्डन जुब्ली सेलिब्रेसनको छ 22 अप्रिल 1993 93 मा चढेको होला नि होइन 97 मा जन्मेको म्युजियम पनि के फरक पनि म चाहिँ फोटो दिन्छु यस्तो ग्यास बोकेर जाने हो भारी हुन्छ होला यो त यो पुलहरू होला नि होइन यो रेस्क्यु होला जामै अब त्यो माउन्ट एभरेस्ट सरसरी तो मस्त ग्राउन्ड हान्ने हजुरलाई देखाउँदै
भन्ने त वा उला फोटो खिचौँ न त एकचोटि। दाजु महेन्द्र खोज जाने कुन बाटो हो? सिधै अरे महेन्द्र गुफा महेन्द्र गुफा हो नि महेन्द्र गुफा हो नि महेन्द्र गुफा हो महेन्द्र गुफा अब म त महेन्द्र पुल भने महेन्द्र गुफा त माथि हो महेन्द्र के भनेको भने महेन्द्र पुल भने महेन्द्र गुफा माथि एउटा सिधै जान्छ त्यता लेफ्ट साइड हो राइट ल धन्न महेन्द्र पुल पुऱ्याइदिएको भाइ महेन्द्र पुल जाने महेन्द्र के जाने कहाँ हो महेन्द्र गुफा हिमाल देखेको सानो डेभिड फल त उहाँ उसतिर हो कि डेभिड फल भन्ने मात्रै हो केही पनि थिएन होइन हामी जाँदाखेरि त थियो पानी थियो माथिबाट हेरेको कि तल केमा गयो तिमी तोडफोड नगर है
भित्र जानुपर्ने छ छैन क्या ठाउँ भित्र छैन छैन उता पुरी खा कि त्यहाँ सानो पुरै सुतेर जानुपर्छ जाउँ त्यता माथि माथि चर्को लाइट ल्याउनु पर्ने चाहिँ कहाँ छ है जान्छ होला यता बिस्तारै बिस्तारै रोक एकछिन मलाई टालो रे बेग्नुहोस् राम्रो रहेछ ठिकै रहेछ एकदम राम्रो लाग्यो मलाई रूपाताल त आएको तर यहाँ चाहिँ भ्यू टावर चाहिँ थाहा भएन कहाँ हो एउटा भ्यू टावर त माथि रहेछ त्यो चाहिँ साह्रै टाढो रहेछ जान सक्दैन यहाँको भ्यू टावर चाहिँ थाहा भएन कहाँ छ रूपाताल चाहिँ खासै राम्रो हुन्छ बेग्नास त ठिकै थियो होइन
फर्कियौँ अब भिडियो बनाएको हाम्रो पोखराको टुर चाहिँ अब रूपातालबाट खतम भयो रूपाताल चाहिँ खासै राम्रो रहन्छ तर ओ यहाँ देखिन्छ पुल त्यो पुलमा गएको भए पुरो राम्रो थियो होला कि बाटो रहेछ र गाडी जाने हो न हेर्ने यताउता अनि मेरो बुढी यहाँ आएर हाम्रो टुर सकियो पोखराको 4 दिन भइगयो आज कस्तो महसुस भइरहेको छ रमाइलो भयो अनि बन्जी हान्ने सपना पनि पुरा भयो होइन बुढासँग कस्तो भयो फिल भयो बन्जी हान्नु फेरि हान्ने अब कसमा हान्ने हाम्रो टुर चाहिँ सकियो पोखरा टुर रूपातालमा आएर धेरै रमाइलो भयो होइन सबै घुम्यो लगभग घुम्न चाहिँ लगभग बाइकमा आउनुपर्छ क्या बाइकमा आयो भने लगभग सबै ठाउँ घुम्न सकिन्छ लास्टमा चाहिँ बेगनास र रूपाताल पनि यसो हेरेर जाऊँ भनेर आएको खासै बेगनासताल त ठिकै छ घुम्नको लागि बोटिङ सोटिङ पनि राम्रै छ रूपाताल चाहिँ खासै त्यस्तो केही रहन्छ तल जाने ठाउँ चाहिँ रहन्छ माथि चाहिँ भ्यू टावर छ माथि चाहिँ टाढा रहेछ लास्ट नजाने भयो यहाँ चाहिँ के गुम्बा रहेछ नजाने घर जस्तो रहेछ ओके बाई बाई